युवा युवतीलाई किन त्यसरी ताकी हानेर मार्ने अनुमति दिनुभयो? मैले पहिला पनि भनिसकेका छु, फेरि तपाईँ मार्फत पनि भन्छु। मैले गृहमन्त्रीले गोली हान्ने आदेश दिने न कानुनी व्यवस्था छ, न व्यवहारमा यो कुरा हुन्छ, न मैले कसैलाई पनि गोली हान्नका लागि आदेश दिएको छु। ए बाबा, त्यसरी ती निहत्था स्कुले केटाकेटी मानौ उनीहरूको आन्दोलन थियो, उनीहरूमाथि त्यसरी गोली नचलाऊ, बन्द गर, जे हुन्छ हुन्छ, नहान, कसैलाई नमार भनेर भन्न पनि कानुनले दिँदैन? होइन, त्यो त मैले भन्दैछु त। होइन, गोली हान्ने आदेश दिएको थिएन भनेर तँ अम्किन पाउँछस्? होइन, तेरै मातहतका चेला चापडीले तेरो आदेश मान्दैनन् भने त्यतिका दिनसम्म तँ गृह मन्त्रालयको पोस्टमा गृहमन्त्री भएर बस्ने कुन नैतिकताले दियो तँलाई? तँ त दोषी छस्।